सबैलाई नमस्कार। म मनोरञ्जन। आज छुट्टीको दिनमा के गरौँ भयो, त्यही भएर आज एउटा ट्याटु प्र्याक्टिस गर्ने निर्णय गरियो। प्र्याक्टिस गर्ने निर्णय त गर्यो, तर के को ट्याटु प्र्याक्टिस गर्ने यसो सोच्यो। एउटा बुद्ध र दानवको ट्याटु प्र्याक्टिस गर्दा त कस्तो होला। त्यही भएर फटाफट मेसिन निकालेर प्रिन्ट गर्न थालियो। प्रिन्ट पनि राम्रो निस्किरहेको थियो। प्रिन्ट रेडी भएपछि फेक स्किन निकालेर फेक स्किन क्लिन गर्नेतर्फ लाग्यो। धेरै समय भइसकेको थियो प्र्याक्टिस नगरेको, त्यही भएर राखेको ठाउँमा फोहोर भइसकेको रहेछ फेक स्किन। फटाफट भ्याल्सिन निकालेर त्यसलाई सफा गर्न लाग्यो। झनै सफा गर्दा गर्दै समय त 2-3 मिनट बितिसकेको रहेछ, अझै पनि राम्रोसँग सफा नभइदिरहेको। राम्रोसँग अझै क्लिन गरियो, अलमोस्ट क्लिन भयो। त्यसपछि त्यसलाई टाल्ने प्रोसेसमा गयो। टाल्न सुरु गरियो, तर एक्लैले गर्दा राम्रोसँग टालिरहेको थिएन। मजाले बसायो, त्यसलाई मजाले मिलायो। त्यसपछि अलमोस्ट टालिसकेको थियो। त्यसपछि इङ हाल्यो, इङ रेडी गरिसकेपछि भ्याल्सिनले राखेर निडल सब रेडी भएपछि किन ढिलो गर्ने भनेर उगाउन थाल्यो फटाफट। तर राम्रोसँग बसेकै थिएन। यसो हेरेर अझै राम्रोसँग बसेको थिएन, त्यसलाई उ गऱ्यो भएन। तर पनि ठिकै छ नि त, राम्रोसँग देखिरहेको थिएन। त्यसलाई नै प्र्याक्टिस गर्न सुरु गरिहाल्यो। प्र्याक्टिस गर्न त सुरु गऱ्यो, के गर्ने त यसो हेर्दै बिस्तारै प्र्याक्टिस गऱ्यो। राम्रोसँग देखिरहेकै थिएन, के गर्ने त। तर पनि बिस्तारै गर्न थाल्यो। अलमोस्ट बुद्धको रेडी भइसक्यो। अब अर्को छ दानवको गर्नु पऱ्यो नि त होइन। दानवको गर्नलाई चाहिँ झन् लास्टै गाह्रो भइरहेको थियो। त्यसपछि पानी तिर्खा लागेर पानी खाएको पुरै टी सर्टभरि पोखिदिइरहेको। के गर्नु, ठिकै छ त्यही लगाएर दानवलाई सुरु गरौँ न त भनेर दानवलाई सुरु गर्न थाल्यो। दानवको झनै गाह्रो थियो। यसो हेरेर गर्न त थालियो, तर गाह्रो थियो। हेर्दै गर्दा त समय पनि झ्याप बिर्सिएको थियो। गर्नलाई पनि गाह्रो थियो। राम्रोसँग यदि बसिएको भए फेक स्किनमा राम्रो हुन्थ्यो। राम्रोसँग बसेन, राम्रो खालको फेक स्किन परेन छ, त्यही भएर गाह्रो भयो। प्र्याक्टिस गर्दा त बोर पो लाग्यो। गीत सुनिदिउँ न त हो भनेर गीत बजाउने तर्फ लाग्यो। गर्दा अलमोस्ट दानवको पनि रेडी भइसकेको थियो। त्यसलाई डबल निडल हालेर अलिक कलर बाक्लो हाल्नु पऱ्यो भनेर अर्को डबल निडल हाल्न खोज्छु, निडलै छिर्दैन। बल्ल छिराएर त्यसपछि फेरि सुरु गरिहाल्यो। सुरु त गरियो, राम्रै बस्दैन, राम्रै हुँदैन, राम्रो फेक स्किन परेन छ। त्यो माथि लास्टै गाह्रो। तर मेरो लागि यसो हेर्दा फर्स्टमा अब सिक्दै गर्दा हो, यतिको बनाउनु त मेरो लागि त राम्रै जस्तो लाग्यो मलाई। त्यसपछि केटाले सुई गरेको। केटा अघिको गीत खासै राम्रो थिएन, अर्को बजाइदिउँ कि क्या हो भन्ने मनमा लाग्यो। फेरि अर्को गीत बजाउँतिर लाग्यो। गर्दा त यसो समय हेर्छु, ड्युटी जाने समय भएछ। लो अब आजलाई यति नै। अब अरू चाहिँ अर्को हप्ता पुरा गर्छु भने त्यसपछि मजाले सफा गरेर यसो हेरेर राम्रोसँग त्यति साह्रो क्लियर त बसेको थिएन। अर्को हप्ता चाहिँ मजाले कलर भरेर त्यसलाई चाहिँ राम्रो गर्ने निर्णय गरेर आजलाई यति नै भनेर केटा ड्युटीतर्फ लाग्यो।
अब अर्को हप्ता भेटौँला धेरै धेरै धन्यवाद